नमस्कार। आज हामीले नेपालको इतिहासमै सबैभन्दा रहस्यमय रहेका आपराधिक घटनाको जानकारीमूलक सामग्री लिएर उपस्थित भएका छौँ। भिडियोलाई अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। यी मुद्दाहरू अहिलेसम्म पनि ओझेलमै छन्। यी मुद्दाहरूको सत्य तथ्य छानबिन भएर अनुसन्धान पूर्ण भइसकेको छैन। कुनै मुद्दामा कसैलाई दोषी ठहर्याए पनि ती मुद्दाहरूको उचित छानबिन भएको पाइँदैन। कालक्रम अनुसार हामीले सबैभन्दा पहिलो नम्बरमा नमिता सुनिता बलात्कार र हत्या प्रकरणलाई राखेका छौँ। यो घटना हो सन् 1980 मा पोखरा घुम्न गएका 3 बालिका निरा, नमिता र सुनिताको बलात्कारपछि हत्या भएको घटनाको। सबै प्रमाणहरू नष्ट वा ढाकछोप गरिएको हुनाले यस केसको कहिले पनि राम्रोसँग अनुसन्धान नै भएन। त्यसैले उनीहरूको मृत्यु कसरी भयो भन्ने अहिलेसम्म पनि रहस्यमय छ। कतिपय स्थानीयको भनाइअनुसार उनीहरू आर्मी ब्यारेकभित्र पसेका थिए, त्यस पछाडि उनीहरूलाई देखिएन। त्यस्तै कतिपय स्थानीयका अनुसार उनीहरूलाई सेती नदी किनारमा कुनै केटाहरूसँग झगडा गर्दै गरेको अवस्थामा देखिएको थियो। उनीहरूले नै हत्या गरेको हुन सक्छ भन्ने पनि बताइएको छ। तर यस मुद्दाको सत्य तथ्य अझै पनि उजागर हुन सकेको छैन। त्यस्तै दोस्रो नम्बरमा छ दासढुङ्गा दुर्घटना। दासढुङ्गा दुर्घटना नेपालको इतिहासकै सबैभन्दा प्रारम्भिक र रहस्यमय घटना हो। मे 1993 मा भएको यस घटनामा तत्कालीन कम्युनिस्ट नेता मदन भण्डारी र जीवराज आश्रितलाई बोकेको जीप दुर्घटना हुन गएको थियो। तर यो घटनालाई दुर्घटनाको रूपमा चिन्ह लगाए पनि यो एउटा सोचेर गरिएको हत्या प्रकरण नै हो। पछि जीप चालक अमर लामाको पनि रहस्यमय तरिकाले हत्या गरिन्छ। त्यस पछाडि मात्र यो दुर्घटना नभएर सुनियोजित ढङ्गबाट गरिएको अपराध कर्म भन्ने पुष्टि हुन्छ। यसलाई हत्याको रूप नै भन्ने मानिन्छ। तेस्रो रहेको छ डोरबहादुर बिष्ट बेपत्ता प्रकरण। डोरबहादुर बिष्ट एक नेपाली मानवशास्त्री, सामाजिक वैज्ञानिक र कार्यकर्ता थिए। सन् 1995 को जनवरीमा बिष्ट जुम्ला जिल्लामा रहस्यमय रूपमा बेपत्ता भएका थिए। उनी अन्तिम पल्ट चिसापानी जाने बसमा चढेका थिए। डोरबहादुर बिष्ट एक विद्रोही प्रकृतिका व्यक्ति थिए र शाही समिति सहित आफ्नो जीवनकालमा धेरै शत्रुहरू बनाएका थिए। अझै पनि नेपालको हाई प्रोफाइल रहस्यमय केसमध्ये एउटा डोरबहादुर बिष्ट बेपत्ता पारिएको मुद्दा पनि हो। चौथो नम्बरमा रहेको छ दरबार हत्याकाण्ड। दरबार हत्याकाण्ड नेपालको सबैभन्दा चर्चित मुद्दाहरूमध्ये एउटा मुद्दा हो। सन् 2001 को जुनमा नारायण हिटी दरबारमा दरबार हत्याकाण्ड क्रूर नरसंहार हुन्छ। यस हत्याकाण्डमा राजा वीरेन्द्रको वंश नै समाप्त हुन्छ। यस दुःखद घटनामा राजा वीरेन्द्र, रानी ऐश्वर्या सहित राजपरिवारका 9 सदस्यको हत्या भएको थियो। घटनाको रिपोर्टमा के भनिएको छ भने दरबारमा भएको एक जमघटको समयमा मातेका युवराज दिपेन्द्रले पाहुनाहरूलाई दुर्व्यवहार गरे। त्यस पछाडि उनलाई त्यो कार्यक्रम छोड्न अनुरोध गरियो। त्यस पछाडि उनी धेरै हात हतियारहरू लिएर फर्किए। उनले धेरैजनालाई गोली प्रहार गरे। त्यसमा शाही परिवारका 9 जना पनि थिए। त्यसपछि उनले आफूलाई पनि गोली हानेका थिए। तर यो घटनालाई विश्वास गर्न अलिकति असम्भव नै छ। युवराज दिपेन्द्रमाथि आरोप लगाएर यो घटनाको छानबिनलाई नै स्थगित गर्ने र अर्को दिशातर्फ मोड्ने एउटा षड्यन्त्र भएको भन्ने निष्कर्ष पनि निकालिएको छ। राम्रोसँग अनुसन्धान नहुँदाखेरि र हाई प्रोफाइल केस भएको हुनाले यो घटना अझै पनि अनुसन्धान नभएर रहस्यमा रहेको आपराधिक घटनाको रूपमै छ। अर्को रहेको छ रानीबारी हत्या रहस्य। सन् 2002 को कुरा हो। जुलाईको महिनामा काठमाडौँको रानीबारीमा एक दम्पतिलाई 2 किशोरले मारेका थिए। ती 2 केटाहरू घरधनीको हत्या गर्न घरमा पुगेका थिए। घरधनी नभएको भन्दै उनीहरूलाई पठाए। तर केही दिनपछि
केटाहरू फेरि सोधपुछ गर्न आएका थिए। कुराकानीकै क्रममा उनीहरूले खुकुरी निकालेर आक्रमण गरेका थिए। उक्त आक्रमणमा अञ्जली श्रेष्ठ र उनका श्रीमानको मृत्यु भएको थियो। त्यस्तै उनका 4 वर्षीय छोरा गम्भीर घाइते भएका थिए। त्यस घटनाको 12 वर्षसम्म पनि यो मुद्दाको टुङ्गो लाग्न सकेको थिएन। प्रहरीले अपराधीहरूलाई त समाते, तर किन हत्या गर्न कसले परिचालन गरेको हो भन्ने अहिलेसम्म पनि जानकारी भएको छैन। त्यसैले पनि यो घटनालाई रहस्यपूर्ण घटना मानिन्छ। 6 नम्बरमा छ अमर लामा हत्या प्रकरण। दासढुङ्गा दुर्घटनामा 40 वर्षीय अमर लामाको संलग्नता देखाइएको थियो। तर उक्त दुर्घटना भएको झन्डै 10 वर्षपछि सन् 2003मा काठमाडौँको कृतिपुरमा लामा मृत रूपमा फेला परेका थिए। यो घटना हुँदा उनी साप्ताहिक पत्रिकाका ताजा खबरको सम्पादकका रूपमा कार्यरत थिए। उनलाई कालिका स्थानबाट 3 जना समूहले अपहरण गरेको र त्यसपछि उनी कृतिपुरमा मृत फेला परेका थिए। घटनामा संलग्न 1ले आत्मसमर्पण गरेका थिए भने 3लाई प्रहरीले पक्राउ गरेका थिए। यस रहस्यमय घटनाले दासढुङ्गा दुर्घटनालाई हत्याको रूप दिएको पाइन्छ। 7 नम्बरमा नगरकोट हत्याकाण्ड। सन् 2005को डिसेम्बरमा नगरकोटमा भएको यो सबैभन्दा ठुलो नरसंहार थियो। मन्दिरमा देवी कालीलाई समर्पित एउटा ठुलो चाडको समय थियो। कालीलाई समर्पित उक्त चाडपर्वका लागि धेरैजना स्थानीयहरू भेला भएका थिए। सबै स्थानीयहरू रमाइलो गरिरहेका थिए, तर स्थानीयले मादक पदार्थ सेवन गरेको भन्दै झगडा सुरु भएको थियो। दुर्भाग्यवश तर्क गर्नलाई अफ ड्युटी सैनिक कर्मचारी थिए, जो त्यो रात पछि बन्दुक लिएर आए र भेलामा गोली चलाए। यस घटनामा कुल 12 जनाको मृत्यु भएको थियो। यस घटनालाई सरकारले ढाकछोप गर्न खोजेको मानिन्छ। यो घटना अझै पनि सुल्झिसकेको छैन र यसलाई नेपालको रहस्यमय घटनाहरूमध्ये एक मानिन्छ। 8 नम्बर ख्याति श्रेष्ठ हत्या प्रकरण। कक्षा 12मा अध्ययनरत 17 वर्षीय ख्याति श्रेष्ठको विभत्स हत्या भएको यो सबैभन्दा डरलाग्दो घटना हो। यो घटना जुन 5, 2009मा सुरु भएको थियो, जब उनलाई मेरिना साक्यको फोन आयो र उनले पुरस्कार जितेको भन्दै श्रेष्ठले त्यो पुरस्कार लिन गएको बताएकी थिइन्। त्यस दिन पछि उनका बुवा आमाले आफ्नी छोरीलाई अपहरण गरेर 10 लाख फिरौती मागेको सन्देश पाएका थिए। श्रेष्ठका आमा बुवाले अपहरणकारीको माग पूरा गरी फिरौती तिरेका थिए, तर छोरीको हत्या भइसकेको टुक्रा टुक्रा शवहरू फेला परेका थिए। उनका अङ्गहरू विभिन्न ठाउँमा छरिएर रहेको अवस्थामा फेला परेको थियो। अपहरणकारीलाई पछि प्रहरीले समात्यो र अपराधी उनका शिक्षक वीरेन प्रधान थिए। वीरेन प्रधानले लागु औषध खुवाएर ओभरडोजका कारण उनको मृत्यु भएको प्रहरीलाई बयानमा बताएका थिए। त्यस पछाडि उक्त घटनालाई ढाकछोप गर्नका लागि उक्त हत्यालाई ढाकछोप गर्नका लागि वीरेन प्रधानले अपहरणको नाटक गरेको पनि बयानमा बताए। मुद्दाको समाधान भए पनि श्रेष्ठ बेपत्ता हुँदाको समयको यो एकदमै रहस्यपूर्ण घटना थियो। निर्मला पन्त बलात्कार तथा हत्या प्रकरण। यो घटना नेपालको सबैभन्दा चर्चित हत्या प्रकरण हो, जुन अझै पनि रहस्यमय नै छ। 13 वर्षीय निर्मला पन्त 2018को जुनमा घर नजिकैको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन्। पछि पोस्टमार्टमले उनीमाथि बलात्कार भएको निष्कर्ष निकालियो र यस मुद्दामा उच्च स्तरका व्यक्तिहरूको संलग्नता रहेको भन्ने पनि अनुमान गरिन्छ। अनुसन्धानका क्रममा भेटिएका सबै प्रमाणहरू नष्ट गरिएको र प्रारम्भिक अनुसन्धानमा पनि ढिलासुस्ती गरिएको पाइएको छ। तपाईलाई आजको हाम्रो सामग्री कस्तो लाग्यो त? हामीहरूलाई कमेन्टमा लेख्न नबिर्सिनुहोला।
यदि तपाईँ यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई सब्स्क्राइब गरिदिनु होला, साथै लाइक, शेयर अनि कमेन्ट पनि गरिदिनु होला। भिडियोलाई अन्तिमसम्म सुनेर हामीलाई साथ दिनुभएकोमा तपाईहरूलाई एकदम धेरै धन्यवाद दिँदै आजका लागि बिदा हुन चाहन्छु। हवस् त, नमस्ते।